आज वास्तवमा जुन उत्साह र उमङ्गका साथ यहाँ तपाईहरुको सहभागिता मैले देखिरहेको छु त्यसले म हर्षित छु र म यहाँ सम्पूर्ण व्यवसायी साथीहरुलाई सर्वप्रथम आभार व्यक्त गर्न चाहन्छु। हामी यो 25औं साधारण सभाको सेरोफेरोमा घोषणा कार्यक्रम गरिरहँदाखेरि वास्तवमा अब यो वैदेशिक रोजगार व्यवसाय र हामी व्यवसायी रहने हो कि होइन भन्ने अप्ठ्यारो स्थितिबाट गुज्रिरहेको कुरा सत्य नै हो। तथापि जसरी महाभारतको अन्तिम युद्धमा मृत्यु शैय्यामा लडिरहेर पनि भीष्म पितामहले सत्यको जितको लागि आफ्नो प्राण बाँकी राखेका थिए, त्यसैगरी मेरा सम्पूर्ण व्यवसायी साथीहरूले पनि अहिले यो अप्ठ्यारो स्थिति हुँदाहुँदै पनि एक दिन यो क्षेत्रमा सही नेतृत्व आउँछ र सत्यको जित हुन्छ भनेर झिनो आशाका साथ यो प्यानललाई जितायौं भने यो व्यवसायले सही मार्ग लिन्छ र त्यसकारण तसर्थ यो व्यवसायिक प्यानललाई हामीले अबको नेतृत्वमा पुर्याउनु पर्छ भन्ने अठोटका साथ यहाँ उपस्थित भएको मैले महसुस गरेको छु। व्यवसायी साथीहरू, आजसम्म म जुन परिचयका साथ यहाँहरु माझमा उपस्थित थिएँ त्यो परिचयलाई त्याग्दै प्रगतिशील वैदेशिक रोजगार व्यवसाय मञ्चको अध्यक्षको हैसियतले म यहाँहरु माझमा जसरी आइरहन्थे त्यो संस्थाको अध्यक्ष पदबाट राजीनामा दिएर म मेरा सम्पूर्ण व्यवसायी साथीहरुको नेतृत्व गर्न, व्यवसायी साथीहरुले माया गरेर पठाउनु भयो भने व्यवसायी साथीहरुको समस्या समाधान गर्नको निम्ति भनेर यहाँहरु माझमा उपस्थित भइरहेको छु। यसो गर्दा मलाई किंचित पनि दुःख लागेको छैन। कतिपय साथीहरुले मलाई सोध्नुभयो तपाई अध्यक्ष पद छोडेर आउँदाखेरि दुखी हुनुहुन्न? म किंचित दुखी छैन साथीहरु, बरु म हर्षित छु किनकि म हिजो एउटा संगठन भित्रको साथीहरुको नेतृत्व गरिरहेको थिएँ भने अब मैले भोलिका दिनहरुमा सम्पूर्ण व्यवसायी साथीहरुको नेतृत्व गर्ने मौका पाउने छु। तसर्थ यो चीजलाई मैले भाग्यको रूपमा लिएको छु, अवसरको रूपमा लिएको छु, त्यसकारणले म कदापि दुखी हुँदै हुन्न। र अब महासचिवको उम्मेदवारको रूपमा यहाँले मलाई विजयी गराएर पठाउनु भएको अवस्थामा निश्चय नै मैले यहाँहरु माझमा केही प्रतिबद्धताहरू जाहेर गर्नै पर्छ। हामीले घोषणा पत्र प्रतिबद्धता पत्रहरू तयार पारेका छौं र मैले त्यो प्रतिबद्धता पत्रमा रहेका केही विषयहरू यहाँ माझमा प्रश्न पार्नै पर्छ र त्यो विषयलाई अगाडि राख्नुभन्दा पहिला म आजका प्रमुख अतिथि मार्फत त्यो प्रतिबद्धता पत्र घोषणा पत्रलाई सम्पूर्ण पत्रकारहरू माझमा र व्यवसायीहरू माझमा सार्वजनिक गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यो प्रतिबद्धता पत्र सार्वजनिक मुख्य कुराहरू म यहाँहरु माझमा राख्न चाहन्छु। अहिले संशोधनको प्रक्रियामा रहेको वैदेशिक रोजगार ऐन 2064 को प्रस्तावित मसौदालाई पूर्णता दिने हाम्रो पहिलो कार्य हुनेछ। ऐनमा हालको धरोहर यथावत राख्ने कुरा हाम्रो प्राथमिकतामा रहनेछ। व्यवसायिक संस्थाहरूलाई गर्न खोजिएको वर्गीकरण कुनै हालतमा गर्न नदिने प्राथमिकता हाम्रो रहनेछ। इम्प्लोइमेन्ट कन्ट्र्याक्टको आधारमा अन्तिम स्वीकृति दिनुपर्ने र दूतावास प्रमाणीकरणमा अहिले जे व्यवस्था छ त्यो यथावत रहनुपर्ने हाम्रो जोडदार माग रहनेछ। र व्यवसायी साथीहरूलाई मैले भनिरहनु नपर्ला, यी तमाम समस्याहरूको समाधानको निम्ति वर्तमान कार्य समितिमा रहेका कुन साथीहरूले कति भूमिका खेल्नुभयो यो आदरणीय व्यवसायी माझहरूमा सर्वविदितै छ। त्यसकारणले यो विषयहरूमा जो ज्ञाता छ, जसले यो विषयमा लिड गरिरहेको छ, उसैको नेतृत्वमा हामी सम्पूर्ण व्यवसायी साथीहरू पछि लागेर यो कार्यलाई एउटा टुङ्गोमा पुर्याउने हामीले सोच बनाएका छौं, अठोट लिएका छौं। फ्री भिजा फ्री टिकटको दोस्रो मेरो प्रतिबद्धता, हाम्रो समूहको प्रतिबद्धता फ्री भिजा फ्री टिकटको पुनर्विचार, परिमार्जन र संशोधन। साथीहरूलाई अचम्म लाग्ला, यसले त फ्री भिजा फ्री टिकटको खारेजीको कुरा गर्नुपर्ने हो, किन परिमार्जन र संशोधनको मात्रै कुरा गर्यो भन्ने कुराहरू यहाँहरूलाई लाग्ला। आदरणीय व्यवसायी साथीहरू, जब हामी सम्पूर्ण व्यवसायीहरू आफ्नो अफिस आफ्नो काम छोडेर आन्दोलनको दौरानमा थियौं, त्यही आन्दोलनको सिलसिलामा कुनै व्यवसायीसँग सरसल्लाह नगरिकन
व्यक्तिहरूसँग पनि नसोधिकन यो फ्री भिजा फ्री टिकटको विषयलाई सम्मानित अदालतमा पुर्याएर सम्पूर्ण व्यवसायलाई हराउने जुन खेल खेल्नुभयो वर्तमान अध्यक्षज्यूले, त्यहाँबाट हामीले फ्री भिजा र फ्री टिकटको निर्णय खारेजीको कुरा उठाउन सक्ने स्थितिमा रहेनौँ। तसर्थ हामी परिमार्जन र संशोधनको कुरा गरिरहेका छौँ र परिमार्जन र संशोधनको कुरा गरिरहँदाखेरि म हाम्रो देशका राजनीतिज्ञज्यूहरू सभासदज्यूहरू हुनुहुन्छ हामी यहाँ माझमा, उहाँहरूलाई सोध्न चाहन्छु, तपाईहरूले देशको संविधान बनाउने क्रममा, राष्ट्रको नीति निर्माण गर्ने क्रममा विभिन्न देशहरूका उदाहरणहरू दिनुहुन्छ। अमेरिकाको यस्तो छ, भारतमा यस्तो चलन छ भनेर जब हामीलाई सुनाउनुहुन्छ, जनतालाई सुनाउनुहुन्छ, त्यसो भए हामीले प्रश्न गर्न खोजेको कुरा के हो भने यो फ्री भिजा फ्री टिकटको निर्णय लाग्नुभन्दा पहिला कमसेकम छिमेकी राष्ट्रहरूमा के नीति नियम छ त्यति त बुझिदिनुहोस् न भन्ने कुरा मात्रै हो। छिमेकी राष्ट्रहरूमा, सार्क राष्ट्रहरूमा अध्ययन भ्रमण गरेर आएपछि मात्र यस विषयमा छलफल गरौँ भन्दा पनि उहाँहरूले सुन्नु भएन। तर केही छैन, हाम्रो यो आन्दोलन यो फ्री भिजा फ्री टिकटलाई परिमार्जन गर्ने, सेवा शुल्क निर्धारण गर्ने र हवाई टिकट काटेर कामदारहरू विदेश जान पाउनुपर्ने कुरामा हाम्रो जोरदार माग रहिरहनेछ। व्यवसायी साथीहरू, आदरणीय व्यवसायी साथीहरू, तेस्रो कुरामा म जाँदैछु। मलेसिया जाने नेपाली युवाहरूलाई अनावश्यक आर्थिक भार पर्ने बायोमेट्रिक, VNL, माइग्रान्ट, OSC र ISC जस्ता अवैधानिक संस्थाहरू बन्द गर्ने, यो भनिरहँदाखेरि हामीले धेरै ठुलो लडाइँ लड्यौँ साथीहरू। बायोमेट्रिक आउँछ, त्यसको विरुद्धमा हामी आन्दोलन गर्छौँ, त्यसपछि VNL आउँछ, OSC आउँछ, आइछ। अब हुँदा त मलेसिया व्यवसाय गर्नलाई जम्मा 10 वटा संस्था छानिँदैछ। म पनि मलेसिया अलिक धेरै गर्ने व्यवसाय हुँ। म यहाँहरूको माझमा घोषणा गर्न चाहन्छु, यदि मलेसिया व्यवसाय गर्ने 10 वटा व्यवसाय छान्ने परिस्थिति आयो भने म सबैभन्दा अग्र मोर्चामा रहेर आमरण अनसनसम्म बस्ने आन्दोलन घोषणा गर्ने साथीहरू र यहाँको साथको सहयोग गर्नेछ भन्ने मलाई विश्वास छ। र म अर्को कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु, यही स्टेजमा मेरा विपक्षी साथीहरूले भनिरहनु भएको छ यो बायोमेट्रिक, VNL, OSC, ISCहरू हामी खारेज गर्न लाग्छ, उहाँहरू पनि यसै भनिरहनु भएको छ। तर म एउटा कुरा मात्रै व्यवसायहरूलाई विचार पुर्याउन आग्रह गर्दछु, जुन साथीहरूले आफ्नो अधिवेशन जस्तो महत्त्वपूर्ण अधिवेशन जस्तो पवित्र कार्यक्रममा बायोमेट्रिकका जन्मदाता र संरक्षकलाई बोलाएर अभिनन्दन गर्नुहुन्छ, जुन साथीहरूले VNLका संरक्षक र जन्मदातालाई आफ्नो अधिवेशनमा बोलाएर सम्मान र प्रशंसा गराउनुहुन्छ, ती साथीहरूबाट यी चिजहरू खारेज हुने आश हामीले कसरी गर्न सक्छौँ साथीहरू? त्यसकारणले यी सम्पूर्ण अवैधानिक र अव्यवहारिक नीति नियमहरू कसले खारेज गर्न सक्छ, को यसको विरुद्धमा साँच्चै नै लागेको छ भन्ने कुरा व्यवसायी साथीहरूले बुझ्न जरुरी छ। अब हुन त मलाई समय 7 मिनट भन्नुभएको थियो, म छोट्याउँदैछु। नयाँ गन्तव्य मुलुकहरूको खोजी सम्बन्धमा पनि व्यवसायी साथीहरूलाई मैले केही कुरा राख्न खोजेँ। म प्रगतिशील वैश्विक व्यवसायी मञ्चको महासचिव भइरहँदाखेरि हामीले 21 सदस्यीय व्यवसायिक भ्रमण टोलीलाई जापान लगेर व्यावसायिक रूपमा हामी कसरी व्यवसाय अगाडि बढाउन सक्छौँ जापानमा भन्ने सन्दर्भमा हामीले सेमिनार गोष्ठीहरू गर्यौँ। यसैगरी म प्रगतिशील मञ्चको अध्यक्ष भइरहँदाखेरि 51 जना व्यवसायी सदस्यहरूलाई लिएर हामीले युरोप भ्रमण गर्यौँ र आज विभिन्न दैनिक पत्रिकाहरूमा हामी युरोपका डिमान्डहरू छरपष्ट देख्न सकिरहेका छौँ। म यो भन्न खोजिरहेको छैन कि मैले 51 जना व्यवसायीहरूलाई युरोप लगेर भ्रमण गराएँ त्यसकारण यहाँ युरोपको डिमान्डहरू आइरहेको छ। तर म के चाहिँ भन्न चाहन्छु भने हामीले एउटा गेटवे तयार गर्यौँ। हामीले व्यवसायीलाई कमसेकम हामी युरोप गएर पनि बजार प्रवर्तन गर्न सक्छौँ भन्ने जानकारी गराउन सक्यौँ। यस्तो किसिमको कार्य आजसम्म नेपाल वैश्विक व्यवसायी सङ्घले कसैले पनि गरेको छैन भन्ने कुरा मैले जानकारी गराउन चाहन्छु। अर्को कुरा, सङ्घ नेपाल वैश्विक व्यवसायी सङ्घ र हामी व्यवसायीहरू बिचमा जुन किसिमको सौहार्दपूर्ण वातावरण हुनुपर्ने हो, जुन किसिमको आत्मीयता हुनुपर्ने हो, त्यो हामीले कहिले पनि देख्न पाएनौँ व्यवसायी साथीहरू। यसको ज्वलन्त उदाहरण म यहाँहरूलाई प्रश्न पार्न चाहन्छु। सम्पूर्ण व्यवसायी साथीहरूलाई नाटकीय ढङ्गले दुःख दिने हिसाबले विवरणको माग भयो सरकारी निकायबाट।
विवरणको माग भएको भोलिपल्टदेखि विभिन्न छलफलमा, विभिन्न ओपन फोरमहरूमा, विभिन्न यस्तै सभाहरूमा मैले एउटै मात्रै कुरा अध्यक्षज्यूलाई रिक्वेस्ट गरेँ। अध्यक्षज्यू, कमसेकम तपाईँ वैदेशिक रोजगार व्यवसायी साथीहरूको भेला बोलाउनुहोस् र त्यो भेलामा तपाईँ नडराउनुहोस्, केही भन्नु पर्दैन। तपाईँले यति मात्रै भनिदिनुहोस्, हाम्रो विवरणहरू त्यो कम्प्युटरमा, त्यो अनलाइन सिस्टममा सुरक्षित छ, तसर्थ यो विवरण माग्नु भनेको जालझेल हो र यदि यसरी हामीसँग जालझेल गरिन्छ, यसरी हामीसँग कपटपूर्ण व्यवहार गरिन्छ भने हामी यस्तो किसिमको व्यवहार गर्न सक्दैनौँ, हामी विवरण बुझाउन सक्दैनौँ। र यो विवरण नबुझाएको कारणले यदि राज्यको कुनै निकायले कुनै व्यवसायलाई कारवाही गर्छ भने सर्वप्रथम अध्यक्षको हैसियतले मलाई कारवाही गरोस् र त्यसपछि मेरो कार्यसमितिलाई कारवाही गरोस्, अनि मात्र व्यवसायहरूमा तपाईँ जान सक्नुहुन्छ। यति भनिदिनुहोस् अध्यक्षज्यू, व्यवसायहरूलाई बोलाएर कुनै पनि व्यवसायले विवरण पुरा बुझाउने छैन भनेर मैले सार्वजनिक तामाङ समाजको अधिवेशनमा समेत सार्वजनिक रूपमा मैले घोषणा गरेँ। त्यति भन्दा पनि अध्यक्षज्यूको आँट आएन व्यवसायहरूलाई पेश गर्ने, व्यवसायहरू माझमा दिन सक्दैन। त्यसर्थ हामीले भन्न खोजेको हामी त तपाईँहरूको प्रतिनिधि हो, ठिक गऱ्यो भने तपाईँहरूले साबासी दिनुहुन्छ, गल्ती गऱ्यो भने तपाईँहरूको गाली खान पनि हामी तयार हुनुपर्छ। तर व्यवसायीसँग भागेर आफ्नो मन परी निर्णय गर्ने, कार्यसमितिको माइन्डमा एउटा चिज लेख्ने, अध्यक्षको हैसियतले केही अर्कै लेखेर व्यवसायलाई चाहिँ विवरण बुझाउन पठाउने, यो कुनियत र कुचेष्टालाई हामी सम्पूर्ण व्यवसायी साथीहरूले बुझ्नुपर्ने जरुरी छ। आदरणीय व्यवसायी साथीहरू, र मैले अलिकति बढी समय लिएँ होला, तर अन्तिममा म एउटा कुरा यहाँ जानकारी यहाँ साथीहरू माझमा राख्न चाहन्छु। मेरा प्रतिद्वन्दी मित्र, मैले प्रतिद्वन्दी किन भन्यो भने उहाँ फोरमका अध्यक्षज्यू हुनुहुन्छ, यही स्टेजमा मैले केही दिन अगाडि भनिरहेको सुनेको थिएँ, यो हाम्रो एकता, यो हाम्रो मिलन, तथाकथित एकता हो, तथाकथित मिलन हो। हुन त उहाँहरूलाई सबैजना एकतिर मिले अलिकति चोट परेकै होला, निर्वाचन हार्ने भयो भन्ने डर हुँदै होला। तथापि म मेरा विपक्षी साथीहरूलाई के भन्न चाहन्छु भने यो एकता तथाकथित हुँदै होइन। तपाईँहरूले हामीसँग एकता भएका हरेक संस्थासँग माइन्डेडको कपी माग्न सक्नुहुन्छ र हरेक संस्थाका अध्यक्ष वा त्यो संस्थाको वरिष्ठ उपाध्यक्षज्यूहरू यहाँ आएर हामीलाई समर्थन जनाइरहनु भएको छ। होसियार हुनुहोस् तपाईँहरू, आइन्दादेखि यो हाम्रो मिलनलाई, यो हाम्रो एकतालाई तपाईँहरूले तथानाम भन्ने अधिकार तपाईँलाई छैन र यो एकता वास्तवमा व्यवसायिक हक र हित संरक्षण गर्न लागि हो र यो सधैँ रहिरहनेछ भन्ने कुरा तपाईँहरूले निर्वाचन 30 गतेको रिजल्टले थाहा पाउनुहुनेछ भन्ने कुरा म मेरा विरोधी साथीहरूलाई भन्न चाहन्छु।